चाहिँ बिहान भइसक्यो। अब हामी चाहिँ सबैजना रेडी भइसक्यौँ जानलाई तिनजुरे। हेलो गाइज, हामी चाहिँ लाग्यौँ तिनजुरे। कराउनु न हो भगवती कहाँ गई? भगवती यहाँदेखि चाहिँ सुरु भयो हाम्रो यात्रा गुराँसको फुल हेर्नको लागि। अनि गुराँसको फुल त त्यो त फाल्टे कुरा भयो। हेर्नु न यहाँको यो हरियाली, पहाड, पर्वत कस्तो राम्रो देखेको। हामी चाहिँ बिहानै गएको थियौँ, त्यही भएर होला झन् राम्रो देखेको क्या। अनि सुरु हुन्छ गुराँसको फुलहरूको यो फुलेको ठाउँ। कस्तो राम्रो देखेको, कस्तो राम्रो। यहाँ पुगेपछि त अर्कै आनन्द। अनि यहाँबाट चाहिँ त गार्डन जाने हो आधार, तर हामी पहिला यता अगाडिको साइड जाँदैछौँ। त्यहाँनिर चाहिँ खोइ अब मन्दिर जाने कुरा चाहिँ हुँदैछ, तर मन्दिर नजाउँ भनेको जान अलिक गाह्रै हुन्छ हौ हिँड्नलाई। अनि त्यही पनि त्यहाँसम्म हेरेर आउने भनेर अनि हामी चाहिँ जाँदैछौँ त्यताको बाटोतर्फ। त्यहाँ पनि एकछिन हेरेर अनि मात्रै उता निस्किने भनेर। कस्तो राम्रो, उनीहरूको त्यो फोनमा देखाएको भन्दा पनि अझै रियलमा कस्तो राम्रो क्या। त्यहाँ त अर्कै दुनियाँ जस्तो, संसारै अर्को। उपर दामी भ्यू, कस्तो राम्रो ठाउँ। कस्तो चिसो थियो क्या यति बेला चाहिँ। जाडो झापामा त पुरा गर्मी भइरहेछ नि त, यहाँ त कति धेरै जाडो क्या, चिसो। अनि यहाँनिर चाहिँ त्यो पर्वत पनि छ अरे, के पो भन्नुहुन्थ्यो, त्यो पर्वत पनि हेर्ने। आऊ है साथी हो, आऊ है छिटो छिटो। हेलो छिटो हेलो र हुई हाई र हुई गर्दै आउनु न यसो। हेलो 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 गाइस। हो एक-एकजना गर्दै यहाँ सम्झनाको हाई गर्दै जानु। सम्झनाको छाया। हेलो। यो कैलाश पर्व हो अरे साथीहरू, मलाई चाहिँ थाहा थिएन, यहाँ भाउजूले भन्नुभएको। तिनजुरेको कैलाश पर्वत, तिनजुरेको कैलाश पर्वत अरे। वाउ अनि यस्तै यस्तै हेर्दै चाहिँ अनि हामी हिँड्दै हिँड्दै आयौँ अगाडिसम्म। यो आरआर गार्डन जाने बाटो, आरआर पार्क भन्दो रहेछ यो गुराँस फुलेको ठाउँलाई चाहिँ। अनि चाहिँ पार्क जाने बाटो चाहिँ साथीहरू यस्तो रहेछ। गुराँस फुलेको हेर्नलाई पनि गाह्रो छ। अब यस्तो छ लगाइ बाटा हिँडाइ यस्तो छ, गाह्रो छ हो गाह्रो छ। यसरी नै अनि हामी चाहिँ जाँदैछौँ हिँड्दै हिँड्दै आनन्दले हेर्दै हेर्दै। कस्तो बाटो चाहिँ अलिकति अप्ठ्यारो, तर पनि केही छैन। केही कुरा पाउनलाई केही कुरा गुमाउनु पर्छ, गुमाउन त केही छैन, यस्तो स्ट्रगल अलिकति। अनि यस्तै हिँड्दैछौँ हामी होइन। अनि टिप्न चाहिँ पाइँदैन रहेछ है, फुलहरू टिप्न चाहिँ पाइँदैन रहेछ। अनि हेर्ने फोटो खिच्ने मात्रै गऱ्यौँ हामीले चाहिँ, नियमको पालना गरेर। यो चाहिँ ओह्रालो झरेको साथीहरू, ओह्रालो चिप्लेर लड भने सक्यो। फाइनल्ली आइपुग्यो साथीहरू, जहाँको लागि हिँडेको त्यहाँसम्म। हामी यहाँसम्म अनि यहाँनिर चाहिँ सुरुमै हरिण पनि रहेछ। हरिण हो कि के हो यो, हरिणै भन्छ होला होइन। अनि कस्तो राम्रो हेर्नु न बाटो, यो डिजाइन। यहाँ चाहिँ एउटा सानो कटेज रहेछ, खाजा खाने ठाउँ। अनि यस्तो रहेछ है साथीहरू आरआर गार्डन चाहिँ। अझै भित्रभित्र पनि अझै कस्तो राम्रो छ। तर यहाँदेखि यो चाहिँ अगाडिबाट हो,
वरिपरि यस्तो कति यहाँ पुगेपछि त नि स्वर्ग स्वर्ग भनेको यही रहेछ साथीहरू। जति भित्र पस्यो त्यति धेरै राम्रो क्या जङ्गलभित्र चाहिँ। अनि हामी चाहिँ यहीँसम्म मात्रै पस्यौँ साथीहरू, नि खाजा खान गयौँ। चिया खानु पनि पाए हुन्थ्यो म त। साथीहरू अब हामी चाहिँ तिनजुरे घुमिवरी लाग्यो घरतिर। बाई तिनजुरे गर्दैन गाइज। यस्तै भयो साथीहरू हाम्रो चाहिँ झापादेखि तिनजुरेसम्मको यात्रा। अनि यसरी नै हामी चाहिँ